अब यसको समाधान हामीले कसरी गर्ने भन्दाखेरि तपाईले हेर्न सक्नुहुन्छ है। हामीले यसलाई लेफ्ट x and y मानिन्छ है। अनि हामीले 16 को उमेर कति रहेछ? 16 को उमेर है। उमेरलाई x मानौ। के मानौ? x है, x मानौ। र शर्त पहिलो शर्त अनुसार हामीले हेर्न सकिन्छ। पहिलो शर्त के हो भन्दा जुन बाबुको उमेर छ नि 16 को उमेरको 3 गुणा छ है। त हामीले यहाँ x मानेछौँ 16 को उमेर भने बाबुको उमेर के होला? 3x हुन्छ है। बाबुको उमेर कति हुन्छ? 16 को 3 गुणा बाबुको उमेर बराबर 3x है। त्यसपछि फेरि बाबु र 16 को उमेरको योगफल 40 छ है। फेरि दोस्रो शर्त अनुसार दोस्रो x माने थियौं x प्लस बाबुको उमेर 3x छ। यो दुईटाको जोड कति रहेको छ? 40 रहेछ है। है त्यसैले हामीले के गर्ने त? समाधान गर्ने भई सरल गर्ने है। हेर त x र 3x जोडेर कति हुन्छ? 4x हुन्छ। अनि यहाँ के छ? 40 छ है। और x 40 लाई के गर्ने? 4 ले डिभाइड गर्ने। यहाँ 4x को मान कति आयो? 10 है। इतने वर्ष आयो। अब x भनेको कसको उमेर हामीले मानेको त? 16 को उमेर मानेको है। 16 को कति आयो? 10 वर्ष आयो। अब त्यही x को मान आएर के गर्ने? यो बाबुको वालामा राख्ने है। त्यसको गर्दाखेरि 3 * x को मान गर्दाखेरि कति आयो? 30 वर्ष है। यानी कि अतः बाबुको उमेर 30 वर्ष र 16 को उमेर कति अरे? 16 को उमेर 10 वर्ष रहेको छ है। धन्यवाद।